सामाजिक सञ्जाल टिकटकमा चर्चित कलाकार आचल नाथमाथि पेट्रोल छर्की आगो लगाउने प्रयास भएको छ। बिहिबार साँझ काठमाडौँको बौद्ध जबलिङ क्षेत्र नजिकै रहेको आफ्नै डेरामा बसिरहेको बेला अज्ञात व्यक्तिले उनीमाथि पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो। पहिलो चरणमा आत्मदाहको आशंका गरिएको भए पनि परिवारले भने यो जनाबद्ध आक्रमण भएको दाबी गरेको छ। गम्भीर घाइते भएकी आचललाई तत्काल उद्धार गरी केएमसी अस्पताल पुर्याइएको छ, जहाँ अहिले उनको उपचार भइरहेको छ। चिकित्सकहरूको अनुसार उनको शरीरको ठूलो भाग जलेको छ र अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ। आचलनाथ टिकटकमा नृत्य, अभिनय र सामाजिक सन्देशमूलक भिडियो मार्फत पछिल्ला वर्षहरूमा चर्चित भएकी थिइन्। उनी केही म्युजिक भिडियो र साना कलाकारितामा पनि सक्रिय थिइन्। हालसम्म आक्रमणकारी को हुन् भन्ने खुलेको छैन। काठमाडौँ प्रहरी परिसरले घटनास्थलको निरीक्षण गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।